आज भने जेएलपीटी N2 लेभलको ग्रामर पोइ भन्ने ग्रामर छ। N3 मा पनि प्रयोग हुन्छ हैन। पोइ भन्नेको नेपाली अर्थ के हुन्छ आउनुस् हेरौँ है। जस्तो हैन, जस्तो भन्ने कुरा डटको विशेषता भएको स्वभाव अथवा गुण वा रङ यस्तो खालको, यस्तो जस्तो भन्ने खालको स्ट्रक्चर हेर्नुभयो भने नाउन पोइ भर्बको मास हटाउने पोइ गर्ने, ई एक्जेक्टिभमा ई हटाउने पोइ गर्ने हो। एक्जाम्पल हेर्नुहोस् त, आउनुस् त। वासुरे पोइ बिर्सिरहने बानी भयो हैन। तोसिओ तोरु त वासुरे पक्कु नारु यसरी भयो। योको वासुरे र यो नि नारु भन्ने नेपाली अर्थ भयो है। उमेर ढल्किँदै गएपछि कुराहरू बिर्सिने बानी स्वाभाविक रूपमा बढी हुन्छ। बिर्सिरहने भन्ने खालको। अथवा 2 नम्बरमा छ कोदोमो पोइ बच्चा जस्तो भन्ने भयो है। यहाँ चाहिँ अरे वा के भनेको छ त, ओतोना नानो नि भनेको छ। अनि खाङ्गाए खाता गा कोदोमो पोइ भनेको छ, बच्चाको जस्तो भनेको हैन। उनी वयस्क भए तापनि सोच्ने तरिका चाहिँ बच्चाको जस्तो छ, यसरी भयो। यासु पोइ भनेको सस्तो, कमसल, सस्तो जस्तो, सस्तो खालको यसरी बुझ्न सकिन्छ। कोनो फुकु वा डिजाइन वा ई गा अनि किजी गा यासु पोइ। किजी भनेको चाहिँ के हो त, यो लुगाको डिजाइन त राम्रो छ तर कपडा चाहिँ सस्तो खालको देखिन्छ भनेर भनेको छ है। अर्को छ मिजु पोइ भनेको छ है। मिजु पोइ कोनो सुपु वा आजिगा सोप्पोकुते मिजु पोइ देस है। उसुकुते हैन के भनेको छ त, मिजु पोइ देस भनेर भनेको छ। यो सुपको स्वाद फिक्का र पानी जस्तो छ, यसरी बच्न सकिन्छ। जस्तै कसैले कुनै कुराको स्वभाव, नेचर वा विशेषता, क्वालिटीलाई जनाउँदछ। यो धेरै जसो नकारात्मक अर्थमा प्रयोग गरिन्छ। यसरी उदाहरण हेरौँ त, रिस उठ्ने बानी हैन, सस्तो देखिने आदि। रङहरूको नाममा जोडेर त्यो रङको झलक भएको भन्न पनि सकिन्छ। जस्तै सिरोप पोइ सेतो जस्तो देखिन्छ। आकाप पोइ कुरोप पोइ हैन, यसरी भन्न सकिन्छ। भनेपछि ओकोरी पोइ छिट्टै रिसाउने बानी भएको, रिसाइरहने जस्तो हैन। आकिप पोइ छिट्टै दिक्क लाग्ने, जाँगर नहराउने, जाँगर हराउने। अर्को छ आबुरा पोइ चिल्लो धेरै भएको। अर्को छ चिप्पोइ भनेको छ के भनेको, यो चाहिँ गुचिप्पोइ कनकन गर्ने अथवा गनगन गर्ने भनेर भन्न सकिन्छ। यसमा चाहिँ धेरै सम्झिनु पर्ने कुरा चाहिँ कोदोमो पोइ, वासुरे पोइ अनि मिजु पोइ अनि कलरहरुमा पनि सिरोप पोइ हैन। यस्तो खालको कुराहरू गर्नुभयो भने चाहिँ तपाईहरुलाई यो पोइ भन्ने ग्रामर चाहिँ एकदमै सम्झिन सजिलो हुन्छ है त। वासुरे पोइ, कोदोमो पोइ कस्तो ठुलो भएर नि यो केटाकेटी जस्तो हो भन्ने खालको हैन। हेर्दा त डिजाइन त राम्रो छ तर सस्तो खालको छ। यासु पोइ देस नि। मिजु पोइ यो मिसु सुरु त पुरै मिजु पोइ पानी जस्तो छ। यो जुस पानी जस्तो, यो दुध मिजु पोइ। खानाहरू हेर्दा नि आबुरा पोइ तेलै तेल छ यसमा, यसरी भन्न सकिन्छ है हामीले। हस् त, धन्यवाद।